गाइस आज सैटरडे अब यसो केटाहरूलाई बोलाएर अब हामी चाहिँ जाँदैछौँ 7 घन्टी स्विमिङ गर्न। अब शनिबार चाहिँ रमाइलो गर्नुपर्ने हुन्छ। अब बाट साथीभाइहरू आउनु भएको छ हामीलाई जोइन गर्नलाई, धरानबाट आउनु भएको छ उहाँ 7 घन्टी जानलाई। उहाँ चाहिँ हाम्रो विराटनगरबाट आउनु भएको छ, तराई भागबाट बोर्डरबाट। ल अब एउटा बाइक चाहिँ हाम्रो एनएस रहेको छ भने अर्को चाहिँ हाम्रो चाहिँ लौडा साइन हे होइन होइन हन्डा साइन हो। यो हन्डा साइन हो एकदम। यो चाहिँ सबैजनाले मन पराएको बाइक हो, एकदम फास्ट कुद्छ यो बाइक चाहिँ। यो एनएस भन्दा पनि फास्ट कुद्छ है। सो अब हामी चाहिँ छिट्टै नै निस्किन गइरहेको छौँ। उहाँ चाहिँ हाम्रो धरानबाट आउनुभएको साथी हो। अब यहाँ गेट लगाएर हामी निस्किन गइरहेको छौँ। हाम्रो बुलेट बाइक कहाँ गएको नि होइन। यो हाम्रो ड्राइभर टोल पुग्न आँटेको ठाउँ सिधा है। यो चाहिँ क्रस गर्न लागेको छौँ हामी। तपाईँ हेर्न सक्नुहुन्छ हाम्रो हाइवे। केटाहरू यताबाट लागेको छ सर्टकट, हामीलाई थाहा भएन। सो अब हामी फेरि सर्टकटै जाँदैछौँ। मलाई लागिरहेको थियो हामी चाहिँ हाइवेबाट जाउँ भनेर, यता सर्टकट चाहिँ
सरी यहाँ चाहिँ मरिमराउ रहेछ मरिमराउको कार्यक्रम हुँदो रहेछ हो सरी आरआइपी रेप डाइरेक्ट यो बाटो वहाँ निस्किन्छ यो बेलबास बाटो एकदमै बिग्रेको रहेछ यो चाहिँ अलि रेसिडेन्टल एरिया भएको कारणले गर्दाखेरि एक मिनेटमा चाहिँ यहाँ हाम्रो स्पिड ब्रेकर लगाएको रहेछ राखेको रहेछ सो यहाँको चाहिँ बासिन्दाहरूले चाहिँ राम्रो गर्नुभएको रहेछ स्पिड ब्रेकर लगाएर सो एक्सिडेन्टहरू बनाउनलाई त्यति सजिलो चाहिँ रहेन रहेछ मैले सोचे जस्तो मेरो हात पनि दुखिसकेको छ सो माया गरिदिनु होला हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला धेरैभन्दा धेरै साथीहरूलाई सेयर गरिदिनु होला र साथीहरूलाई पनि सब्सक्राइब गर्न लगाइदिनु होला बाटो बन्द बाटो बन्ने क्रममा रहेछ किट्टु साथी हामी चाहिँ अब मुर्गिया पुग्न लागेको छौँ मुर्गिया बुलेट राइडर खोइ त एकछिन हामी वेट गरौँ न शीतलमा वेट गरौँ न शीतल त छैन हो साल झन्डी जाने बाटो अब स्याम्पूहरू नकिन्ने स्याम्पू साबुन किन्नु पर्यो नुहाउनु पर्यो
गाइस हाम्रो अब दुईटा बालको लागि चाहिँ अब स्याम्पू किनिँदैन, त्यही माटो दल्ने हो हैन। त्यही हो नि। सो यो भिडियो भोलि जसको चाहिँ बालको दोकान छ त्यसैले चाहिँ स्याम्पू किन्ने हो। स्याम्पू किन्नौँ, हाम्रो त बालै छैन, हाम्रो त हामी स्याम्पू किन्दैनौँ। यो भिडियो चाहिँ भोलि राति आउँछ, सो प्लिज स्टे ट्युन। ल जाउँ हामी अब के यो बुलेट राइडर, हन्डा राइडर, एनएस राइडर हामी 6 जना आएको छौँ। सो अब हामी यहाँबाट 5 मिनटमा हामी चाहिँ सालझन्डी झरना पुग्छौँ र एकदमै शीतल छ त्यहाँ चाहिँ। यो कञ्चन पुल आइपुग्यौँ। यो पुल कटेर हामी चाहिँ यो तपाईँको पुलको खोला नै हाम्रो सालझन्डी खोला हो। के नै अप्रोड छ बाटो। अब ठुलो धुवा खाना पाइयो, हामी अगाडि नै हुनु पर्थ्यो। गाडीले तानेन अनि खोला त सुकेको छ त, अनि पानी छ कि छैन यहाँ बिजौ गुने भयो। ल जाउँ अब कुनै लाग्यो स्टार्ट गर्नु। हामी चाहिँ सालझन्डी गेट अब प्रवेश गर्दैछौँ। झरना पर्यटकीय स्थल रैना देवी 6 पाल्पा 8 आइपुग्यौँ। र तल चाहिँ हाम्रो रेस्टुरेन्ट रहेछ, एकदमै स्विट रेस्टुरेन्ट, होमस्टेको पनि व्यवस्था रहेछ यहाँ। ल तपाईँहरू पनि यहाँ भिजिट गर्न सक्नुहुन्छ। ल यो चाहिँ हाम्रो पार्किङ। अन्त हामी सालझन्डी आइपुग्यौँ। जाँदैन यही हो लास्ट, अगाडि उ त्यहाँसम्म चाहिँ जान मिल्छ, तर त्यहाँसम्म नजाउँ बाइक लिएर, गाह्रो हुन्छ। हामी चाहिँ अब झरनातर्फतिर जाँदैछौँ है। हाम्रो एकजना साथी त्यहाँनिर बाइकहरू पार्किङ गर्दैछन् भने हामी चाहिँ झरनातर्फ चाहिँ जाँदैछौँ। झरना चाहिँ यो बाटोबाट सिधा अगाडि 5-10 मिनटको बाटो छ। हामी चाहिँ अब हिँड्दै जाँदैछौँ। हाम्रो अब कलरमा पानी बगिरहेको
ल गाइजहरू एकचोटि अब भनिदिनु त हामी अब चिसो हावा आइसकेको छ चिसो हावा आइसकेको छ अब चिसो पानीमा जम्प हान्ने हो अनि यहाँ कललल पानी बगिरहेको ठाउँमा यहाँ हाम्रो निकेश भाइले चाहिँ पानीले हात धोइरहेको छ कस्तो छ चिसो छ पानी एकदम चिसो एकदम ओहो भनेपछि यहीँ चिसो छ भनेपछि माथि कति चिसो होला ल है भनेपछि दुःख गरेर आएको पनि हामीलाई चाहिँ जे होस् एउटा चाहिँ फाइदै भयो ढुङ्गा खोज्दा तर मौसम कति चाँडो चेन्ज भएको हेर त यहाँ ओहो अघि कस्तो घाम थियो अहिले फेरि शीतल शीतल चिसो चिसो भयो क्या पानी पर्ने मौसम भइरहेको छ वाउ सिमसिम पानी परिदियोस् राम्रो हुन्छ यो चाहिँ जाने बाटो है एकदमै तपाईँको चाहिँ यहाँ सेफ्टी तरिकाले चाहिँ बाउन्ड्री गरेको छ होइन हजुर ल एकचोटि भनिदिनु त हाम्रो विराटनगरबाट आएको साथी हाम्रो धरानबाट आएको साथीले भनिदिनुहोस् त कस्तो लाग्यो यहाँको मौसम मैले धरान भन्दा एकदम राम्रो लाग्यो अहिले चाहिँ धरानमा त धेरै गर्मी छ सर हो र हर्प साङसाङ दाइले के हो ढुङ्गा बोकाउनु हुन्छ क्या त्यही भएर गर्मी लाग्छ क्या बहुत मेहनत गराउँछन् काठमाडौँ खाजामा के खानुहुन्छ चाउचाउ छेउछेउ करेन्ट छेउछेउ कहिलेकाहीँ बिस्कुट पनि होला परिहरूलाई हेरिदिनु होइन परिहरूलाई ओहो कपाल ल सालझन्डी हामी पुगिसक्यौँ अब यहाँ धेरै नै व्यवस्थित गरेर बाटो पनि बनाएको रहेछ पानी चाहिँ कति छ भन्ने कुरा हो ओ यहाँ चाहिँ फेरि अलिकता दुःख गर्ने बाटो रहेछ के भएन यति त दुःख गरिहाल्नु पर्यो नि को लड्यो ढुङ्गा त देख्नै हुँदैन है धरानेले फुटाल्न थालिहाल्नुपर्छ ल तपाईँहरू हेर्नु है के भन्नुहुन्छ कति रेटिङ दिनुहुन्छ त सालझन्डीलाई 1 देखि 10 मा कति रेटिङ दिनुहुन्छ पानी थोरै मात्रामा रहेछ त्यहाँ माथि चाहिँ पानी छ कि सन्दीप भाइ कहिले आएर यहाँ सन्दीपको नाम लेखेर गएछ यार अस्ति भर्खर आज अन्त को विष्णुहरू हो क्या अन्त विष्णुहरू जस्तो लाग्यो कि जे होस् यहाँ अब के चेन्जिङ रुम हो कि अब टोयलेट बाथरुम हो चेन्जिङ रुम होला जस्तो लाग्यो यो एकदमै राम्रो रहेछ व्यवस्थित गरेर त्यही त पहिलाको भन्दा अलिकता जाम भनेको त्यो किन मजामा त रानी झरना रानी होइन रानी झरना जाने त्यो महेशले भनेको ठाउँ जाउँ न त्यही भएर पोरो भएको यहाँ हेर्नु त अब यस्तो छ अहिलेको कन्डिसन अब बर्खामा आउनुपर्छ